लास्ट चुसे अनि एउटा फुच्चे एउटा फुच्चे यो मुसा जस्तो यो बालीभित्र पस्न खोजिरहेको छ कि ठाउँको नाम चाहिँ आर्यन डान्स स्टेडियम हो। हेलो साथीहरु, वेलकम बैक टु माई न्यू भिडियो। सो आजको भिडियोमा तपाईलाई स्वागत छ। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै अनि फिट एन्ड फाइन छु। त्यसैले त मैले आज नयाँ भ्लग भिडियो ल्याए। सो गाइज, मैले भिडियोलाई ढिला नगरिकन अब स्टार्ट गर्छु। त्योभन्दा पहिले यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियो हेरिसकेपछि एक लाइक गर्न र एक कमेन्ट छोड्न नभुल्नु होला। ल त गाइज, अब मैले ढिला नगरिकन भिडियो स्टार्ट गरे है त। म चाहिँ गाइदिन भित्र मजाले भित्र सुतिरहेको बेला बाहिर बन्द गरिरहेको छ। दिन बच्चा केटाकेटीहरू एउटा माथिर भाग्यो रातो टी सर्ट लाउने केटी माथिर भाग्यो, यता अर्को हरियो टी सर्ट लाउने केटी यो होइन। सन एउटा फुच्चे यो मुसा जस्तो यो बालीभित्र पस्न खोजिरहेको छ कि यस्तो भइरहेको छ। हेर्नु गाइस होइन, म भित्र मजाले सुतिरहेको थिएँ, यता केटाकेटी बाहिर पुरा गन्थमा चिच्याएको यस्तो गरेँ। म यस्तो सुत्न दिएन कि अनि छटपट्टि भयो यताउति गरेँ। माथिबाट तल गएर माथिबाट सुधार गर्छु। हेर्नु गाइस, मलाई यस्तो तनाव दिइरहेको छ यिनी केटाकेटीले होइन। भित्र मजासँग सुतिरहेको थिएँ होइन, त्यहाँ रुममा सुतिरहेको थिएँ। अनि बाहिर त पुरा हल्ला गरिरहेको छ होइन। अनि म बाहिर आउनु बित्तिकै म भिडियो खिचेर बाहिर आएँ होइन। बाहिर आउनु बित्तिकै त त्यहाँदेखि त भिडियो खिचिदिन्छ भनेर यता छ, यतातिर छन्, यो भाइ यता छ होइन। अनि एउटा त माथि भागेको छ। प्लास्टिक डर माने कि फेरि केटाकेटीहरूको फेरि कस्तो हुन्छ भने चाहिँ यो भिडियोहरू खिच्दाखेरि चाहिँ आफूलाई देखाउँछ लाज भन्ने कि भागा गरेर त्यस्तो हुन्छ। तर मलाई चाहिँ हुँदैन। फेरि तल हेर्नु गाई चाहिँ यो मेरो पछि लागिरहेको छ कि माथिबाट कुनाबाट हेर्छ होइन, कुनाबाट हेर्छ अनि फेरि पछाडि लागिरहेको छ होला। यस्तो पुछ्योहरू यस्तो लाग्छ भने एउटा फेरि बाहिर अब एउटा माथि फेरि भाग्यो फेरि भाग्यो। के भयो नानु? बस न एकछिन बस है, एकछिन बस न। किन यस्तो एकैछिन यस्तो झन् मान्छे झन् टाइगर राखा हुन्छ है। यस्तो सबै मजाले सुतिरहेको थिएँ होइन। म मजाले त्यो बजार सबै देखाएको थियो। अनि अगाडि यसो भन न नाच्ने भने भन न के भयो आज त सटरडे शनिबार, आज क्लास खुलेन भने त थाहा छ। आज नाच्ने हुँदैन यतिकै बस्नु यस्तो हुन्छ। यो डान्स क्लास चाहिँ हरेक डान्स स्टुडियोमा चाहिँ शनिबार बिदा नै हुन्छ, जहाँ पनि त्यस्तै हो। आज होइन सबैजना बराबर हुन्छ। फेरि यस्तो हुन्छ कि अरूले तिमीहरू नाच्छ थाहा भयो भने चाहिँ यता सुन तिमीहरू नाच्छ अरू थाहा भयो भने चाहिँ उनीहरूलाई मात्रै सिकाएन भन्ने यस्तो हुन्छ। फेरि आज त सटरडे, आज त आराम गरेको दिन हो नि त। मजाले आज त बस्छ न, आराम गरेर सुत मजासँग घाममा घाम लाग्छ। यता सुन अब यसो यतिकै रमाइलो गर्नुपर्छ। आज शनिबार एउटा गेम खेलौँ है। एउटा कस्तो खालको गेम भने चाहिँ होइन एकदम सजिलो हो। यता सुन न, यता परिचय भन्ने अस्ति परिचय गर्नुको लागि नै आफ्नो नाम भन्ने कुन स्कुल पढ्छु भन्ने एज कति भयो त्यही भन्ने है। ल मेरो नाम बालिका सोनाली, म कक्षा 5मा पढ्छु। मेरो विद्यालयको नाम श्री बाल कल्याण विद्यालय। ल खै त तिमी केटाकेटी कहाँ
यता बाहिर निस्किरहेको छ कहाँ अर्को कहाँ गयो खै त अनिसा तिमी खै हो तिमी अनिसा ए यता सुन तिम्रो आफ्नो परिचय बताउने हो कि म तिम्रो नाम भनिदिन्छु त्यही यिनले त भनिदिने नि ल भन त ल भन उनको सबै पालाउँछ उनी पालाउँछ क्या ल छिटो नमस्कार गरेर आर्यन डान्स स्टुडियम हो धन्यवाद अब यो त लास्ट भइसक्यो ल अनिसा लास्ट पार्ट नमस्ते मेरो नाम अनिसा चन्द हो म कक्षा 3 मा 4 मा पढ्छु मेरो स्कुलको नाम डिभाइन टेम्पल एकाडेमी अरू भन न कति वर्ष सिकाइदियो है त्यहाँ सिकाइदियो यताबाट तिमीले सिकाइदियो अब के भन्नुपर्छ त्यो परिचय गरेर के भन्नुपर्छ सिकाइदिउँ सरको नाम के हो अरू सक्यो के छ सकेपछि टाटा भनिदियो बाई भनिदियो ल गाइज यिनी केटाकेटीहरूले आज के आज सटरडे हो नि त सटरडे आज शनिबार भएको हुनाले चाहिँ यता डान्स पनि गर्न पाएको छैनन् कि यत्तिकै बस छ्याउ लाग्यो बोर लाग्यो भन्छन् कि डान्समा लास्ट त्यही रुचि राख्यो डान्समा लास्ट चुस्यो प्यारी समझ गई कस्तो हाँसेको यो त कहाँ हाँसिरहेको छ चासो भनेको चासो हेर्नु त पुरा पेट मिची हाँसिरहेको यो तल सुती डान्समा यता सुन डान्समा चासो दिने भन्न खोजेको चासो तिमीले के सुन्यौ भन त के सुन्यौ किन हाँस्यौ के सुनेर हाँस्यौ कि तिमीहरू त्यही त हाँस्यो तर किन हाँस्यो भन्ने कुरा के सुनेर हाँस्यो के भन्यो ल म सुत्छु मजासँग सुत्छु ल नरे है